the entire team. Today we are going to present our Students Skill Performance Day 2081. So we'll be here on this spot. As soon as possible we are going to run our program. So all the staffs and the students, you should be stay in proper line and they guide the students, all teachers. And I would like to request, do not miss line students. Today is special our school's day, so we are organizing this program and our guests are coming soon. After that we are running our formally program, but before that we have to get ready here. अब म कति पनि ढिला नगरिकन हाम्रो कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउन लागिरहेको छु। कार्यक्रममा अध्यक्षता ग्रहण गरिदिनु न हामी विनम्र अनुरोध गर्दछौं। आनन्द श्रेष्ठज्यू तालीले स्वागत गर्नुहोला। र आजको यस स्टुडेन्ट्स स्किल परफर्मेन्स डे 2081 को आकर्षक व्यक्तित्व हुनुहुन्छ निक्लाजुङ वडा नम्बर 8 का वडा अध्यक्ष श्री रामेश्वर वाजीज्यूलाई यस कार्यक्रमको प्रमुख अतिथिको आसन गरिदिनु हुन हामी विनम्र अनुरोध गर्दछौं। त्यसैगरी हामीले यस कार्यक्रमको शोभालाई बढाउनको लागि अतिथिज्यूहरूलाई हामीले निमन्त्रण गरेका छौं। तसर्थ म उहाँको नाम वाचन गर्न गइरहेको छु। श्री मिक्लाजुङ वार्ड नम्बर 7 का भूतपूर्व वडा सदस्य तथा हाम्रा आदरणीय अभिभावकज्यू श्री दिलबहादुर तामाङज्यूलाई पनि आजको यस कार्यक्रमको अतिथि आसन ग्रहण गरिदिन म विनम्र अनुरोध गर्दछु। त्यसैगरी यस आजकै कार्यक्रमको अतिथिको लागि म यसै 6 नम्बर बुधबारे स्थित हाम्रो सप्तकोशी ब्याङ्कका म्यानेजर ज्यूलाई पनि यस स्टेजमा आएर अतिथि आसन ग्रहण गरिदिन म विनम्र अनुरोध गर्दछु। उहाँलाई पनि जोरदार तालीले स्वागत गरिदिनु होला। त्यसैगरी अतिथि क्रमलाई नै म जोड्न गइरहेको छु। जीवन विकास लघुदूतका प्रमुखज्यूलाई पनि यस कार्यक्रम स्थलमा आएर आफ्नो अतिथि आसन ग्रहण गरिदिन म विनम्र अनुरोध गर्दछु। त्यसैगरी मैले अतिथिकै रूपमा विशेष अतिथिको रूपमा मैले निम्ताएको छु हाम्रो 24 गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यू, तपाई पनि यस स्टेजमा आएर आजको अतिथि आसन गरिदिन म विनम्र अनुरोध गर्दछु। अतिथि आसन गर्नको लागि बिन्दाज माकिमज्यूलाई अनुरोध गर्दै जोरदार तालीले स्वागत गर्नुहोला। त्यसैगरी यस 6 नम्बर बुधबारे बजारलाई विकासको गतिमा लम्काउनको लागि, अघि बढाउनको लागि, विकास निर्माणमा अवसर युवा व्यक्तित्व हुनुहुन्छ हाम्रो मोहन चम्लागाज्यूलाई पनि आजको यस कार्यक्रमको अतिथि आसन ग्रहण गरिदिनु होला। तालीले स्वागत गरिदिनु। अब म फेरि पनि अध्यक्षको आज्ञा लिएर कार्यक्रमलाई अघि बढाउन गइरहेको छु। विद्यार्थीहरूको क्षमता अभिवृद्धि कार्यक्रमको अध्यक्षता गरिरहनुहुने अध्यक्षज्यू, विशेष अतिथिज्यू, सम्पूर्ण आफ्नो आफ्नो आसन ग्रहण गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू र अभिभावकज्यूहरू, साथै हाम्रो श्री देउराली इङ्ग्लिस बोर्डिङको शिक्षक शिक्षिकाज्यू र साना साना भाइ बहिनीहरू सम्पूर्णमा म हाम्रो यस विद्यार्थीहरूले यस बोर्डिङ आज 10 वर्ष पुरा भएर 11 वर्ष लागेको छ। आजसम्म यस देउराली बोर्डिङमा पढेर जाने नानीहरूको राम्रै रिजल्टहरू आइरहेका छन् र अझै पनि कसरी अगाडि बढ्ने र कस्तो रहेछ नानीहरूको क्षमता भनेर हेर्न आइदिनु भएको छ। हेरेर जाउँ र यस देउराली बोर्डिङलाई सहयोग गरेर जाउँ
भन्दै सम्पूर्णमा म स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। धन्यवाद। जिक्लाजङ 8 अवस्थित श्री देउराली इङ्ग्लिस बोर्डिङ स्कुलको यो 10औं वर्ष पार गरिसकेको अवस्थामा हामीले एउटा यो कार्यक्रम नै गरेका हौं र यो खालको अनौपचारिक रूपमा हामीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिको कार्यक्रमहरू वर्षेनी गर्दै ल्याएका छौं। तर पनि यो सीमित स्कुलमा मात्रै रहेको कुरा यहाँलाई कति अभिभावकलाई जानकारी छ र हामीले यो सार्वजनिक स्थलमा पनि बजार क्षेत्रमा पनि नानीहरूको एउटा क्षमतालाई पस्किने अवसर दिनको लागि हामीले यो बजारलाई रोजेका छौं र आज हाम्रो नानीहरूले यहाँहरू सामु पस्किनेछन्। उहाँहरूको आफ्नो कलाहरू यहाँले स्वीकार्नु नै हुनेछ। यो बोर्डिङ स्कुल किन भन्ने कुरालाई पनि म अलिकति जोड्दछु र हाम्रो यो नयाँ सेसन 2082 को लागि एडमिसन पनि खुल्ला भइसकेको छ र हाम्रो बोर्डिङ बोर्डले पनि बताइरहेको छ हाम्रो साना नानीहरूको लागि पीजी देखि नर्सरी सम्मको नानीहरूलाई 30% डिस्काउन्टको साथमा अहिले एडमिसन भइरहेको छ। यो कुरा पनि यहाँलाई अवगत गराउँदै हाम्रो जुन प्राथमिक तहको बोर्डिङ अहिले सञ्चालन भइरहेको छ जसमा पाठ्य पुस्तकहरू पाठ्य सामग्रीहरू जति नै जे भने पनि एउटा प्राइभेट स्कुल बोर्डिङको अलिकति मजबुतै देखिएको छ। बेसिक कुराहरू सामान्य कुराहरूदेखि लिएर अलिकति प्र्याक्टिकल रूपमा व्यावहारिक रूपमा हेर्दाखेरि नानीहरूलाई अलिकति बोर्डिङ स्कुलले सहज गराएको नै मैले महसुस गरेको छु। हुन त सामुदायिक स्कुलहरूको मैले विरोध गर्नु खोजेको होइन। सरकारी स्कुलहरू सामुदायिक स्कुलहरू राम्रै नै छन् र हामी पनि त्यही स्कुल पढेर अहिले यो स्थानमा छौं। तर त्यसो हुँदा पनि एउटा बेसिक कुराहरू सामान्य कुराहरू एउटा तल्लो लेभलको जान्नुपर्ने कुराहरू चाहिँ प्र्याक्टिकल्ली चाहिँ बोर्डिङ स्कुलहरूमा चाहिँ अलिकति बढी देखिएको छ। तसर्थ बोर्डिङ पढाउँदाखेरि नानीहरूले बेसिक कुराहरू चाहिँ अलिक छिटै सिक्नेछन् छिटै जान्नेछन् भन्ने चाहिँ म यहाँलाई अवगत गर्न चाहन्छु। हाम्रो सामाजिक स्कुलहरूमा पढाइ नै नहुने भन्ने होइन, उहाँहरूको पढाइ एकदमै नराम्रो छ भन्ने होइन, उहाँहरूको राम्रो छ। तर पनि पाठ्य पुस्तक पाठ्य सामग्रीहरूमा अलिकति राज्यले बेसिक कुराहरूलाई एकदम साधारण कुराहरूलाई व्यावहारिक तरिकाले चाहिँ पठन पाठनमा समावेश गराए सामुदायिक स्कुलहरूको पनि राम्रो नै छ र कतिपय सामुदायिक स्कुलहरूले त्यो अवधारणा अहिले ल्याइसकेको छ र त्यो सुरु गरिरहेको छ। जुन पहिला बोर्डिङमा मात्रै थियो अहिले त्यो सामुदायिक बोर्डिङमा पनि स्कुलहरूमा पनि सञ्चालन गरिरहेको छ। तर कतिपय स्कुल सामुदायिक स्कुलहरूले एउटा बोर्डिङको मिडियम ल्याएर जुन आफ्नो क्लासमा पढी भइरहेको नेपालीलाई सिधै उल्था गरेर इङ्ग्लिसमा पढाउने भन्दैमा त्यो इङ्ग्लिस मिडियम भन्नलाई अलिकति गाह्रो हुन्छ। किनभने विद्यार्थीको क्षमता उसको उमेरको हद त्यो हेरेर चाहिँ पाठ्य पुस्तकहरू सामग्रीहरू तयार गरिएको हुन्छ बोर्डिङको चाहिँ। त्यसले गर्दाखेरि विद्यार्थीको आफ्नो उमेर अनुसार आफ्नो क्षमता अनुसार उसले बुझ्दै जाने हो र त्यो ज्ञानहरू उसले ग्रहण गर्दै जाने हो। त्यो चाहिँ त्यो खालको एउटा वैज्ञानिकता चाहिँ अलिकति बोर्डिङको पाठ्य पुस्तकमा देखिन्छ। जुन चाहिँ अहिलेसम्म अलिकति सामुदायिक स्कुलमा चाहिँ त्यो खालको पाठ्य पुस्तकहरू चाहिँ अलिकति कमी महसुस भएको छ। अहिले आउँछ कि अहिले Jaya
Second line, dismiss. Third line, dismiss. Fourth line, dismiss. Black ball, dismiss. I would like to call here our teacher, Rivesh Bhatrai. Come on the stage, please. Good afternoon to respected president of this program, chief guest of this program, respected principal sir, parents, all my dear students, teachers and all the audience. So without further delay, let's get started with our program. So today we are organizing first Students Skill Presentation Day 2081. And next year also, we are going to repeat the same program. So we just need your support and love from all the audience and all the parents so that we can continue with our program. So let's get started with the program. So the first performance we have, it's a group dance by class 1 and 2 students in the song Nacha Putali. So I would like to request everyone to welcome the children with a huge round of applause. Mero Maya Nau Dara Pari. So I request Ria and her group to come to the stage. Maya no
चाहन्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म other guests, parents, principal, teachers, friends, and all of Sri Devrali in this boarding school. All students are 6th standard. Standing in front of you to deliver a short speech on the given topic, benefit of studying in boarding school. I myself have been studying in boarding school since class 9, and I have personally experienced great changes in my life. I have been gifted with great top-notch education, regular classes, various facilities, and different extra co-curricular activities. Boarding school leads to a better learning environment for the students. Therefore, the academic for the students, there are numbers of benefits of boarding school, such as attention to student facilities, enhanced independence, leadership, development, and English environment. Therefore, the academic level of since the academic level of studies are merged with other activities such as sport and art. Therefore, the academic level of boarding school is higher than and higher is increased only for the students. The reason of integrated activities. Lastly, I recommend you all to enroll your children in our boarding school for the betterment of their future. Thank you.
कति गरु तिम्रोमा गर्दैमा बेलैमा Please give a round of applause for our students. Thank you very much. 1500 यो 1500 उहाँले नगद प्रदान गर्दै हुनुहुन्छ। बच्चाहरूलाई मिठाई खानको लागि जोरदार तालीले स्वागत गरिदिनु होला। क्ल्याप योर ह्यान्ड्स स्टुडेन्ट्स। श्रीमान सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू र अन्य अतिथिज्यूहरू, साथै प्रधानाध्यापकज्यू, शिक्षक शिक्षिकाज्यूहरू, अभिभावकज्यूहरू र यस कार्यक्रमका वरिपरि उपस्थित रहनुभएका महानुभावहरू र मेरा विद्यार्थी साथीहरू, आज म कक्षा 4बाट अस्मिता श्रेष्ठ बोल्दैछु। आज म शिक्षाको महत्त्वको बारेमा केही भन्न गइरहेकी छु। शिक्षा भनेको मानिसले बाटो देखाउने मार्ग हो। कुनै विषयमा ज्ञान लिनु वा तिनलाई शिक्षा भनिन्छ। शिक्षा भनेको ज्ञान हो। शिक्षा बिना मानिसको जीवन पूर्ण हुन सक्दैन। मानिसले आफ्नो जीवनयापन गर्नका लागि प्रयोग गर्ने प्रमुख माध्यम नै शिक्षा हो। पूर्ण रूपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेका हुँदैन। शिक्षा ग्रहण गर्नका लागि कुनै जात, धर्म, कुनै लिङ्ग, संस्कारले पनि भेट्न सक्दैन। शिक्षाकै कारण नै हो संसार। शिक्षा नभएको भए यो संसार हुँदैन थियो। शिक्षा नभएको भए यो संसार अन्धकारभित्र गुन्जिरहन्थ्यो होला। मानिसले कोक्रोदेखि ज्ञानसम्म शिक्षा हासिल गरिरहेका हुन्छ। समाजमा मानिसले जन्मिएपछि अनेक प्रकारबाट ज्ञान प्राप्त गरिरहेका हुन्छ। शिक्षाको महत्त्व भनेको कुनै विषयमा सिकेर फोकस हुने इच्छा वा चाहना शिक्षाको महत्त्व हो। शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा आजको युगमा निकै ठुलो महत्त्वपूर्ण भएको छ। शिक्षा बिना ज्ञानले अन्ध नै हुन्छ। शिक्षा आजको मानिसको एक महत्त्वपूर्ण भएकोले गहन यसको महत्त्वपूर्ण निकै ठुलो छ। धन्यवाद।
audience as Srishti Limbu of Sri Devrali English Boarding School of Second Standard standing in front of you. Would like to say something myself. Hello everyone, my name is Srishti Limbu. I am 9 years old. I study in class 2. My school name is Sri Devrali English Boarding School. I live in Miklajung 8 Budabare Bozar Pastor. I live here with my parents. There are 5 members in my family. My mother name is Sonisa Limbu. My father name is Tesumar Limbu. My sister name is Simran Limbu. My brother name is Sriwas Limbu. I like drawing and dancing. I have many friends. We study together. I play and enjoy with them. Lastly, I would like to conclude my speech by saying this much. Thank you. Thank you, Srishti, for your wonderful speech. You may go now to your place. Good afternoon, everybody. Please say good afternoon. Good afternoon. Thank you, students. Now you may return to your places. नानीहरुको प्रोत्साहन गराइदिनुस् होला. President, guests, other guests, principal, teachers, friends, and all the audience. I am in Limbu of the Devrali English School Street Standard, standing in front of you. This is very important because it has made the world a better place. When we are kind, we show care and love for others. A simple smile or a helpful action can brighten someone's day. Even small acts like holding the door for someone or helping our friend with their homework
are example of kindness. Being kind help us make friends because people like being around who those treat them well. It also teach us important lessons like sharing and respecting others. Kindness is not only for people but also for plants and animals. When we show kindness, others see it and want to do the same. This creates a sign of kindness that spreads happiness and peace everywhere. Remember, kindness does not cost any money, but it makes a huge difference. Thank you. Well, thank you, Erin, for your wonderful speech. सुनताले नानीको मुहार झलका निधारैमा के झलका सुनताले नानीको मुहार झलका कश्मीरे पछौरे दार्जिलिङको रे कामसाइले बिरती दिन बाँचुन्जेल कश्मीरे पछौरे दार्जिलिङको रे Lamsaile birati din bachinse Lamsaile birati din bachinse छैन मायाले जीवन साटेको फुल राम्रो लालु पातेको छैन मायाले जीवन साटेको कश्मीरे पछौरे दार्जिलिङको रे लामसाइले बिरती दिन बाँचुन्छु कश्मीरे पछौरे दार्जिलिङको रे Lamsaile birati din bachinse Lamsaile birati din bachinse Jodi suga jodi dhokra eklai yo zindagi lukhar lukhra Jodi suga jodi dhokra eklai yo zindagi lukhar Thank you, my dear students. Thank you for your wonderful dance.
यस कार्यक्रमका सभाध्यक्ष, कार्यक्रममा आसीन सम्पूर्ण अतिथिज्यूहरू लगायत विद्यार्थी भाइ बहिनीहरू, यस बोर्डिङ स्कुलले सञ्चालन गरेको पर्फर्मेन्स स्किल सोको सम्पूर्ण विद्यार्थीहरूको क्षमता प्रदर्शन सराहनीय छ। भाइ बहिनीहरूले आफ्नो प्रतिभाको प्रदर्शनमा अहिलेको रचनात्मक क्षेत्रलाई प्रतिस्पर्धात्मक जसप्रति हामी अत्यन्तै खुसी छौँ। शिक्षाले नै समाजको परिवर्तनको सार्थक तात्पर्य बोकेको हुन्छ। शिक्षाले समाजको परिवर्तनको सम्भावना लिएको हुन्छ। शिक्षाले समाजको सार्थकत्व र भूमिकालाई अग्नि लिएको हुन्छ। यसर्थ शिक्षा नै समाज परिवर्तनको एउटा सम्भावना रूपमा हामी मान्ने गर्छौँ। तर हामी कहाँ शिक्षाले आफ्नो मौलिकता र संस्कृति लगायत सामाजिक वातावरणलाई समायोजन अत्यन्त न्यून भएर गएका छौँ। प्रतिस्पर्धा प्रणालीको आधारलाई अगाडि हाम्रा आठमा पनि देउराली बोर्डिङ स्कुलले शैक्षिक क्षेत्रमा उन्नयन सहयोग पुर्याएको छ, जसप्रति हामी कृतज्ञता यस विद्यालयले दिन चाहन्छौँ। समय सापेक्ष अभिभावकको आशा र राष्ट्रको अपेक्षा अनुसार शैक्षिक गतिविधिहरू अगाडि बढाउँदै हुनुहुन्छ। यसलाई निरन्तरता रूपमा अगाडि बढ्न सकोस् भन्ने हामी आशा राख्दछौँ। राज्यबाट प्राप्त हुन सक्ने सुविधाहरू अधिकांश निजी विद्यालयलाई दिएको हुँदैन। निजी विद्यालयमा पनि हाम्रा नेपाली जनताकै बच्चाहरूको अध्ययन अध्यापन भइरहेको हुन्छ। र अहिलेको गभर्मेन्टको मानसिकतामा निजी विद्यालयमा प्रति पनि सरकारको आँखा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो, र अहिलेसम्म पुगिरहेको छैन। यसप्रति पनि हामी आभार छौँ। हामीले भर्खर मात्रै निजी विद्यालयलाई सामुदायिक विद्यालय सँगसँगै एउटा प्रतिस्पर्धात्मक गतिमा शैक्षिक गतिविधि र क्रियाकलापहरूलाई अगाडि बढाउनु पर्छ भन्ने खालको हैसियत बोकेका छौँ। जसअन्तर्गत यस विद्यालयलाई पनि सामुदायिक विद्यालय भए पनि सर समन्वय र समानात्मक गतिमा अघि बढाउन प्रयासरत छौँ। जहाँ निजी विद्यालयले पनि कतिपय शैक्षिक क्रियाकलापहरू सामुदायिक विद्यालयको लागि अनुकरण हुनेछ र सामुदायिक विद्यालयका शैक्षिक गतिविधिहरू निजी विद्यालयको लागि सापेक्ष रूपमा अनुकरण हुनेछ। ती समन्वय गतिलाई पर्छ भन्ने कुरामा हामी स्थानीय सरकार यथेष्ट रूपमा यस विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको पर्फर्मेन्स प्रति शैक्षिक स्किलको एउटा प्रेजेन्टेसन प्रति हामी अत्यन्तै खुसी छौँ। तसर्थ यस विद्यालयलाई अझ रचनात्मक रूपमा अगाडि बढ्न सकोस् भन्ने भारी आशाका साथ वडा कार्यालय मित्राको आठबाट भाइ बहिनीहरूलाई फुटबल वा भलिबल वडा कार्यालयबाट उपलब्ध हुनेछ। यसको लागि यस विद्यालयको आधिकारिक व्यक्ति वडा कार्यालयमा सम्पर्क गर्नुहुने साथ मेरो दुई शब्द यहाँ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद। आजका प्रमुख अतिथि विकलाजोङ आठका वडाध्यक्ष श्री रामेश्वरज्यूलाई उहाँले साँच्चै नै सान्दर्भिक कुरा राखेर जानुभएको छ। राज्यको नीति अन्तर्गत हामी अलिकति प्राइभेट बोर्डिङहरू नजरमा परिरहेका छैनौँ। सोही कुराहरू यहाँले उठान गरेर आजको यस कार्यक्रममा राखिदिनु भयो। हामी साह्रै नै आभारी छौँ। र उहाँले हाम्रो बोर्डिङ स्कुललाई खेलकुद सामग्री प्रदान गर्नुहुने बाचा गर्नुभएको छ। फर द्याट अल द स्टुडेन्ट्स एन्ड स्टाफ क्ल्याप्स वन मोर, प्लिज क्ल्याप्स योर ह्यान्ड्स। तालीले स्वागत गर्नु। र अब हामी फेरि पनि हाम्रो अन्तिम कार्यक्रम
अन्तिम कार्यक्रममा हामी पुगिसकेका छौं र सोही कार्यक्रमलाई पुनः रन गर्न म यहाँ हाम्रै शिक्षक I would like to call here Rubis Butrai and they run the program ahead. Thank you. Say thank you all to my staffs and my dear students. Today we perform our students skills performance 2081. So I would like to thank all entire team Deodali Boarding School and the parents, audience and the guests. I hope you enjoyed in this program. अब यो एकदमै टिममा यो अहिले प्रस्तुत गरेको डान्सलाई रुचाएर मन पराएर आजका हाम्रा प्रमुख अतिथिज्यू र समाजसेवी युवा मोहन चम्लाकाज्यूबाट नगद प्रदान भएको छ नानीहरुको नाचको लागि. So I would like to call the stage Sneha Limbu and Erin Limbu come on the stage. Stay here. यो नगद प्रदान गरिदिनु न म आजका चीफ गेस्ट रामेश्वरज्यूलाई म निम्त्याउँछु. दुवैजना आइदिनु. ओके उहाँको अनुमति लिएर मैले नानीहरूलाई हस्तान्तरण गर्न गइरहेको छु. This for you. Clap your hands. This for you. Thank you so much. स्कुलको ग्राउन्डमा र सोही अन्तर्गत यही कार्यक्रमलाई निरन्तर दिने क्रममा यो वर्ष हामीलाई सांगीतिक कार्यक्रमलाई छानेका थियौं र सांगीतिक कार्यक्रम लिएर आज हामी यो 6 नम्बर बुधबारे बजारको यो सेन्टर मध्यभागमा आएर हामीले यो कार्यक्रम प्रस्तुत गर्यौं र तपाई तमाम अतिथिज्यूहरू अभिभावकज्यूहरू र यस बजार भर्न आउने सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो नानीहरुको नृत्यले उहाँहरुको एउटा सिंगिङ एउटा स्किलले केही न केही यहाँलाई मनोरञ्जन दिलाए नै भन्ने मैले सोचेको छु, आशा राखेको छु र हामीले यो एउटा स्कुलको प्रमोसनको लागि पनि प्रत्येक वर्ष गर्नेछौं र यो आगामी वर्ष अब आउने वर्ष पनि यो हुनेछ. यो स्कुलको प्रमोसनको कार्यक्रम अन्तर्गत निरन्तर रहनेछ र म यो पनि उद्घोष गर्न चाहन्छु कि अहिले यो श्री देउराली बोर्डिङ स्कुलमा नयाँ सेसनको लागि भर्ना खुलिसकेको छ. त्यो कार्यक्रम स्थलमा होर्डिङ बोर्डर पनि हामीले राखेका छौं जस अन्तर्गत क्लास पीजी भन्छ बाल कक्षाको भर्ना सुरु भइसकेको छ. त्यसमा पनि 20% छुटको साथ अहिले हामीले नानीहरुको भर्ना लिइरहेका छौं. तसर्थ तपाई अभिभावकज्यूहरू महानुभावहरू कतै नानीलाई लिएर अलमलमा रहनु भएको छ भने सरासर देउराली बोर्डिङ स्कुललाई सम्झेर आइदिनुहोस्. तपाईहरुलाई 30% 30% छुटको साथ हामी हाम्रो सक्दो भरपूर्ण एउटा शिक्षाको गुण दिनेछौं, नानीलाई पठन पाठन गराउनेछौं भन्ने म बाचा गर्दै अब आजको यस कार्यक्रमलाई सभ्य र रमाइलो पार्नको लागि तपाई तमाम अतिथिज्यूहरू अभिभावकज्यूहरू र बजार प्रेमी महानुभावहरू आइदिनुभयो. यो कार्यक्रमलाई सफल पार्दिनुभयो. तपाईहरुलाई हामी हृदयदेखि धन्यवाद दिँदै